भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ भनेर प्रधानमन्त्री बालिन शाहले भन्नुभयो। कुनै पनि देशको जनतालाई आफ्नो देशले चाहिँ भूमि अतिक्रमण गर्छ जस्तो लाग्दैन, तर सत्यता अर्कै हुन्छ। जस्तै हामी लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई नेपाली जमिन भन्छौँ, त्यसै गरी भारतले पनि त्यसलाई आफ्नो जमिन मान्दछ। त्यहाँको जनताले भारतले त्यसलाई मिचेको भनेर मान्दैन। त्यसै गरी नेपालले पनि धेरै ठाउँमा सिमाना मिचेको हुनसक्छ। प्रधानमन्त्रीको यस टिप्पणीबारे महोत्तरी सर्लाही जस्ता भारतसँग सिमानामा बस्ने व्यक्तिहरूले के भन्नुहुन्छ भन्दाखेरि नेपालले 10 गजा क्षेत्रको सिमाना बाहिरपट्टि टोयलेट बनाएको छ, अथवा नेपालबाट केही युवाहरू भारततर्फ 10 गजा पारिपट्टि एउटा फुटबल ग्राउन्डमा फुटबल खेल्न जान्छन्, जसलाई चाहिँ नेपालले आफ्नो भूमि मान्दछ। 10 गजा पारीको कुरा यो चाहिँ। भारतले 100 किलोमिटर जमिन मिच्दाखेरि नेपालले पनि 50 किलोमिटर जति जमिन मिच्ने गरेको छ र यो कुरा सत्य हो। कहिलेकाहीँ सिमानामा घुम्न जाने मान्छेहरू र सिमानामा बस्ने व्यक्तिहरूको अभिव्यक्तिमा फरक पर्न सक्छ। के प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालको गुमेको जमिनहरू वापस आउँछ? तपाईँलाई प्रधानमन्त्रीको यो टिप्पणी कस्तो लाग्यो? कमेन्ट गर्नुहोस् र आफ्नो विचार व्यक्त गर्नुहोस्।